विराज भट्ट भनेको नेपाली चलचित्र इन्डस्ट्रीको एक्सन स्टार हुनुहुन्छ क्या। उहाँले थुप्रै चलचित्रहरूमा काम गरिसक्नु भएको छ। यही अन्तर्गत गएर पनि आज एक मलाई मनपर्ने चलचित्रको बारेमा हजुरहरूलाई भन्न गइरहेको छु। यदि हजुरहरूले हेर्नुभएको छैन भने उहाँको यो चलचित्र युट्युबमा छ है, गएर हेर्नुहोला। मुभीको नाम रहेको छ देवर बाबु। एकदमै पपुलर मुभी है यो नि, एकदमै राम्रो छ। यस मुभीमा कलाकारहरू विराज भट्ट, रमी ढुङ्गाना, रेखा थापा, तिप्ती नाटकर, राजेन्द्र खड्की, हेमन्त बुढाथोकी, सुनिल थापा जस्ता कलाकारहरूले काम गर्नुभएको छ। एकदमै पपुलर कलाकारहरूले काम गर्नुभएको छ यो मुभीमा। एकदमै मन छुन्छ है यो मुभीले पनि, एकदमै राम्रो छ। एकदमै लभ स्टोरी, कमेडी सिन अनि एक्सन सिनहरू थुप्रै रहेको छ है यो मुभीमा। यदि हजुरहरूले हेर्नुभएको छैन कृपया युट्युबमा गएर हेर्नुहोला। मुभीको नाम देवर बाबु। यदि मन पर्यो भने आजको भिडियो एक लाइक गर्न पनि नभुल्नुहोला।